कहिले काहीँ के हुन्छ के त्यसलाई कहिले फेरि आनन्दै हुन्छ हाम्रो गाईको दुध कति आउँछ भने देखाउँछ है साथीहरू कति धेरै आउँछ गाई भयो भने साथीहरू हाम्रो गाईको दुध यति धेरै आउँछ यहाँकोमा बसाले छु मैले यस्तो छ यो गाउँघरमा दुध हेर्नु कति धेरै गाई भयो नि दुध त धेरै नै आउँछ चाउचाउको काट नै ल्याएर राख्नुपर्ने भयो अनि त बुवाले खाने होला नि त काट सोध्नु पर्दैन नभए आधी राख्ने एउटा त्यो पिरो हाल यो एउटा हाल खाजा साथीहरू बिहान बिहानै चाउचाउ खाजा खाएर अनि खाजा भन्ला बुवा चाउचाउ पकाएर खाने कि काँचै पकाएको खाऊँ न त म चाहिँ चाउचाउ पकाउँदैछु साथीहरू हाम्रो खाजा नास्ता भुटेको देखाउनु पर्छ चाहिँ हाडीमा मकै भुटो चाहिँ गाउँमा यस्तो चुलोमा हेर्नुहोस् तपाईँहरूले यस्तो मकै खानु भएको छैन हाडीमा भुटेर हामी चाहिँ यस्तो मकै खान्छौँ नि अलिक कारो भएछ कि त त्यो तपाईँहरूलाई चपाउनलाई अलिक सेतो सेतो बिच तितो हुन्छ यो कारो त्यो बदाम पनि भुट्दै हुन्छ आमाले त्यो नि बदाम भुट्नु भयो अलिक कालो भएछ क्या बुढी अस्ति ल्याउनु भएको त हाडी नयाँ ए नयाँ चाहिँ राखी छोड्नु भयो अरे पल्परे हाडीमा मकै भुटेर यस्तो आगोले जलेर लगेन साथीहरू यस्तो भयो तर यस्तो ठिकै हुन्छ बुढाबुढीहरू मान्छे टोक्रालाई आमाले यहाँ मकै भुट्नु बिहान उठेर आमाको काम मकै भुट्नु भयो हामीलाई खाजा यस्तो रहेछ कता यस्तो छ गाउँघरमा मसँग भुट्ने कहाँ त्यही के लाग्यो के त्यसमै हाल्यो हुन्न बदाम त्यो बदाम हाल्नु भएन ऊ त्यसमै हाल्नु न म चाहिँ अब यहाँ मस्याङ लिन गइरहेको छु मस्याङ भुट्नु पर्यो साथीहरू मस्याङ मकै बदाम यस्तो हामीले चाहिँ यसलाई मस्याङ भन्छ तपाईँहरूले चाहिँ के भन्नुहुन्छ यसलाई सिल्टुङ सिल्टुङ भन्छ क्या एउटा त्यो पोखरातिर त सिल्टुङ भन्छ हाम्रो चाहिँ यहाँ मस्याङ अनि घाम पनि ठ्याक्कै उदायो कसको ए कान्छी ए गीताको
यहाँ हाम्रो चाहिँ आमाले यसरी माटोको चुलोमा मकै भुट्नुहुन्छ। यस्तो माटोको हाँडीमा तपाईँहरू को कोले खानुभएको छ यस्तो माटोको हाँडीमा भुटेर मकै? हामीले चाहिँ खान्छौँ पोखरा के अरे भनौँ न, बजारतिर त कुकरा कराईमा भुटेर खानुहुन्छ। हामी चाहिँ माटोको हाँडीमा भुटेर कस्तो कमलो हुन्छ। आउनुहोस् है आउनुहोस् मकै खान, बदाम मकै भटमास छ साथीहरू। अनि बिहान अहिले चाहिँ बिहानको ठ्याक्कै बजिरह कति 6:32 6:30 भयो। कस्तो राम्रो घाम पनि लाग्यो, उदाह भर्खरै सूर्य उदाह। यस्तै छ बिहान यी सरसफाइ अब यताउति काम। बुवाले त गाई दुन लाउनु भयो। हाम्रो हाम्रो घर